चाहिँ पशुपतितिर आएको। हामी चाहिँ आज आरती हेरेर जाने है गाइज। यहाँ चाहिँ दिदी खै खुसी खुसी अनि म आएको। घुर्रे भन्छ क्या के बोल्नु बोल्दा नि म त केही पनि आएन। चाहिँ हाम्रो न्यू ब्लग, फर्स्ट ब्लग इन द युट्युब ग्याङ। हामी चाहिँ आरती हेर्न जाँदैछौँ है। तपाईँहरूलाई चाहिँ आरती हेरे अहिले आरती गरेको पनि देखाउँछौँ हामी। यता आउनु नि तपाईँ, यता बिचमा भन्नु छ के हो? म त काली काली देखिन्छु त, म काली नै हो क्या हो खासमा। काली नै हो, काली त होइन जस्तो लाग्छ। हात दुखे गाइज। हेलो खुसीको ट्रन मेरो हात। हामी चाहिँ अहिले यसरी हिँड्दैछौँ है। अहिले भरे चाहिँ हामी आरती हामी अब भरे 7-8 बजीसम्म बस्छौँ हामी। 8 बजीसम्म फर्किँदाखेरि पनि हजुरहरूलाई देखाउने छौँ। यो चाहिँ अलि हल्का राम्री भएर आएको थियो क्या आज चाहिँ। अनि त्यही भएर थियो तर आज अलिक बढी। अनि त्यही भएर हामी चाहिँ हाइट नपुगेर हामीले चाहिँ क्यामेरा नराखेको है। यसको चाहिँ अलिक यसको चाहिँ अलिक हाइट बढी छ। अनि त्यही भएर हामी चाहिँ हामी चाहिँ आज एकदम आन्टी लोड भएर आएको छौँ होइन। आन्टी लोड भएर दिदीको साथी चाहिँ कुद्दै गयो। पशुपतिमा फेरि पनि आरती हेर्नलाई आएको छौँ। यो चाहिँ हाम्रो 3जनाको ग्रुप हो है। अनि हामी चाहिँ हप्तामा 1चोटि 2चोटिसम्म हामी चाहिँ आरती हेर्न आउँछौँ। कहिले कहिले त दिनै पनि आउँछौँ। त्यस्तै हो। हामी अलि भक्त पऱ्यो महादेवको भक्त पऱ्यौँ हामी चाहिँ आरती हेर्न गएको। अहिले चाहिँ आरती सुरु भएको छैन होइन गाइजहरू। अब 6 बजे 6:30 बजेदेखि चाहिँ 7 बजे होला सुरु हुन्छ। तपाईँहरूलाई हामी त्यो के अरे आरती भएको पनि सबै देखाउने छौँ। यो चाहिँ हाम्रो न्यू ब्लग गाइजहरू। यस्तो हेलो, यो चाहिँ मेरो बहिनी हो। यो अलि चाहिँ बसी बसी भएको होला। हेलो हेलो यस्तो बनाइरहेको छ। यहाँ तल चाहिँ मान्छे बोलिरहेको छ है गाइजहरू। के गर्नु, त्यस्तै हो। जिन्दगानी दर्पण छाए त्यस्तै हो गाइजहरू। यहाँ चाहिँ आरती सुरु हुँदैछ है। Oh
Thank you.
त्रिसन्ध्यं यो जपे ल्याएर दिइसकेको छ अवस्था अनि हामी चाहिँ कति 4 बजे आइपुगेको यहाँ अनि त्यसपछि 4 बजेदेखि भर्खर 8 बज्न लाग्ने बेला निस्क्यौँ 4 घन्टा अब एक घन्टा लाग्छ होला है अब यहाँबाट हामी हिँडेर जान्छौँ बानेश्वर अनि बानेश्वर पुगेपछि पनि तपाईँहरूलाई कति बजेको पुगेछु भनेर हामी चाहिँ पहिला 10 बजे आयो मैले आउँछु लागिरहेको छ पहिला रुममा